आज हामी जर्नल च्याप्टर पढ्छौँ। त्योभन्दा पहिला हामी अकाउन्टिङ भनेको के हो त्यो बुझ्छौँ है त। अकाउन्टिङ भनेको त इट इज अ प्रोसेस अफ रेकर्डिङ, क्लासिफाइङ, समराइजिङ, एनालाइजिङ एन्ड रिपोर्टिङ अफ फाइनेन्सियल ट्रान्ज्याक्सन्स टु कन्सर्न पार्टिज एन्ड स्टेक होल्डर्स भनेको। यो जुन प्रोसेस अफ रेकर्डिङ छ नि त्यो पार्ट हाम्रो के हो त, यो भनेको जर्नल च्याप्टर हो हाम्रो, जर्नल इन्ट्री है त। ल अब जर्नल भनेको के हो बुझौँ है त। जर्नल भनेको के हो? अ डेली रेकर्ड अफ बिजनेस ट्रान्जेक्सन्स द्याट आर रेकर्डेड के त सिस्टमेटिकल्ली एन्ड इन क्रोनोलोजिकल अर्डर। क्रोनोलोजिकल अर्डर भनेको के? डेट वाइज। आजको ट्रान्जेक्सन आज रेकर्ड गर्ने, भोलिको भोलि, पर्सिको पर्सि। यो हामी जर्नललाई के पनि भन्छौँ भन्दाखेरि यसलाई बुक अफ ओरिजिनल एन्ट्री अर प्राइमेरी बुक पनि भन्छौँ हैन त। किन त? बिकज फाइनेन्सियल transactions are recorded for the first time in an systematic manner बुक अफ ओरिजिनल इन्ट्री अर प्राइमेरी बुक भनिन्छ, किनकि यसमा फर्स्ट टाइम रेकर्ड हुन्छ है। अरू योभन्दा पहिला सिस्टमेटिक तरिकाले फाइनेन्सियल ट्रान्जेक्सनहरू रेकर्ड हुँदैन। यसमा नै जर्नल इन्ट्रीमा नै फर्स्ट टाइम सिस्टमेटिक तरिकाले रेकर्ड हुने भएको हुनाले यसलाई बुक अफ ओरिजिनल इन्ट्री अथवा प्राइमेरी बुक पनि भनिन्छ है त। अब जर्नल इन्ट्रीले के अरे फाइनेन्सियल ट्रान्जेक्सन रेकर्ड गर्छ त भन्यौँ, तर कुन आधारमा रेकर्ड गर्छ त भन्दाखेरि हामीले योभन्दा पहिला हजुरहरूले अर्को च्याप्टर पढ्नुभयो होला, डबल इन्ट्री बुक किपिङ सिस्टम भनेर होइन। बुक किपिङ हो, यसै डबल इन्ट्री बुक किपिङ सिस्टम अन्तर्गत रहेर नै जर्नल इन्ट्रीमा फाइनेन्सियल ट्रान्जेक्सनहरू रेकर्ड हुन्छ। अब यसले के भन्छ त, डबल इन्ट्री सिस्टमले के भन्छ त, एभ्री बिजनेस ट्रान्जेक्सन has two sides अथवा ड्युअल एस्पेक्ट्स हुन्छ भन्छ है त। एभ्री बिजनेस ट्रान्जेक्सन हेज टु साइड्स अर ड्युअल एस्पेक्ट्स। यसमा के त के हुन् त त्यो दुईवटा साइड्स अर ड्युअल एस्पेक्ट भन्दाखेरि, वान के त फर्स्ट के हो डेबिट, डेबिटलाई सर्टकटमा डिआर लेखिन्छ। अर्को के हो त क्रेडिट, क्रेडिटलाई सर्टकटमा सिआर लेखिन्छ है त, सिआर। अब यसको एक्जाम्पलले बुझौँ है त। यो त कार पर्चेज फर रुपिज 10 लाख, 10 लाखमा हामीले एउटा कार किन्यौँ रे सपोज होइन। अब यो कारमा यसको ड्युअल एस्पेक्ट के त, एउटा त हो कार पर्चेज्ड, हामीसँग के त कार छ,
हैन। अर्को के छ अर्को एस्पेक्ट के हो त क्यास पेड। यो कारको लागि हामीले क्यास तिर्यौँ नि त, क्यास गयो कार आयो, त्यही भएर यसको दुईटा एस्पेक्ट भयो, के भयो त एउटा कार पर्चेस एउटा क्यास पेड। अनि यो डबल एन्ट्री सिस्टमले अर्को के पनि भन्छ त भन्दाखेरि डेबिट इक्वल्स क्रेडिट भन्छ। ड्युअल एस्पेक्ट छ होइन, हामीले ड्युअल एस्पेक्ट डेबिट र क्रेडिट भनेको थियौँ। अब यसले अर्को के पनि भन्छ भन्दाखेरि डेबिट जहिले पनि के हुन्छ क्रेडिटसँग इक्वल हुन्छ भन्छ। यसको मिनिङ के त इक्वल इन टर्म्स अफ अमाउन्ट है त, इन टर्म्स अफ अमाउन्ट। यो कति त कारको भ्यालु कति त हामीसँग 10 लाख छ, कारको भ्यालु 10 लाख, अनि हामीले यसको लागि कारको लागि कति पे गऱ्यौँ 10 लाख नै पे गऱ्यौँ भनेपछि यो दुइटै के भयो त कन्डिसन सेटिस्फाई भयो। एउटा त एभ्री बिजनेस ट्रान्ज्याक्सन हेज टु साइड्स, एउटा हुन्छ डेबिट अनि अर्को क्रेडिट, अनि अर्को डेबिट मस्ट अलवेज बी इक्वल टु क्रेडिट भन्छ है त। अब त्यो भन्यौँ। अब यसमा डेबिट र क्रेडिट त भन्यौँ, अब यसमा कुन चाहिँ डेबिट कुन चाहिँ क्रेडिट त क्यास क्रेडिट कि कार क्रेडिट हो, यो बुझ्नलाई अकाउन्टिङमा रुल्स सेट गरेको छ। त्यसलाई के भन्छ त रुल्स अफ डेबिट एन्ड क्रेडिट भन्छ, रुल्स अफ डेबिट एन्ड क्रेडिट। अब रुल्स पनि यो दुईटा अप्रोच छ, यो रुल्सहरूलाई हेर्ने पनि दुईटा के छ अप्रोच छ। एउटा अप्रोच भन्छ ट्रेडिसनल मेथड, ट्रेडिसनल रुल्स भन्छ होइन, ट्रेडिसनल रुल्स रुल अथवा यसलाई के पनि भनिन्छ गोल्डन रुल पनि भनिन्छ अकाउन्टिङमा। अर्को छ हामीसँग मोडर्न रुल। ट्रेडिसनल रुलले के भन्छ त अब यहाँ हेरौँ है त। ट्रेडिसनल रुलले के भन्छ भन्दाखेरि हामीसँग जति पनि अकाउन्ट छ बिजनेस ट्रान्ज्याक्सनमा हुने जति पनि अकाउन्ट छ तिनीहरू तीनटा भागमा क्याटेगोराइज गर्न सकिन्छ। एउटा हो पर्सनल अकाउन्ट, एउटा के हो त पर्सनल अकाउन्ट, पर्सनल अकाउन्ट। यसमा के आउँछ त पर्सन आउँछ होइन, कम्पनीज आउँछ, अर्को आउँछ रिप्रेजेन्टेटिभ्स, अर्को आउँछ रिप्रेजेन्टेटिभ्स। अब यसमा रुल के छ त पर्सनल अकाउन्टको रुल के हो त डेबिट द रिसिभर, क्रेडिट द गिभर। डेबिट द रिसिभर क्रेडिट द गिभर। अब पर्सन भएकोले कि पर्सनले दिन्छ कि लग्छ होइन, त्यही भएर यसको रुल नै के हो त डेबिट द रिसिभर क्रेडिट द गिभर। अब यसको एक्जाम्पल के त होइन, एक्जाम्पल हेरौँ है त। एक्जाम्पल अथवा पर्सनल अकाउन्टमा के आउँछ पर्सनमा, पर्सनको लागि के हुन्छ पर्सनमा राम अकाउन्ट, हरि अकाउन्ट होइन, यस्तै पर्सनको नामहरू आउँछ। अब कम्पनीमा के आउँछ, कम्पनी अकाउन्टमा के आउँछ एबिसी ट्रेडर्स हुने भयो होइन, यस्तै एक्सवाइजेड कम्पनी होइन, कर्पोरेसन्स अथवा स्कुल्स कलेजेस युनिभर्सिटिज गभर्मेन्ट अर्गनाइजेसन्स। हो त्यस्तै कुराहरू आउने भयो। अब अर्को के हो रिप्रेजेन्टेटिभ्समा के आउँछ त रिप्रेजेन्टेटिभ्समा
यसमा यस्तो टाइपहरूको अकाउन्ट आउँछ जसले वान अर ग्रुप अफ पर्सनलाई रिप्रेजेन्ट गर्छ है त, तिनीहरूको बिहाफमा रिप्रेजेन्ट गर्छ। जस्तै डेप्टर अकाउन्ट, डेप्टर भनेको त डेप्टर भनेको उनीहरू हो जसबाट हामीले पैसा लिनु छ। हामीले तिनीहरूलाई उधारोमा सामान बेचेछौँ भनेपछि अब तिनीहरूले के गर्छ त, हामीलाई पैसा चुकाउनु पर्छ। हो त्यसै कारणले तिनीहरू हाम्रो के भयो, डेप्टर भयो। तिनीहरूलाई हामी डेप्टर भन्छौँ। तिनीहरूले यस्तो पर्सनहरूलाई रिप्रेजेन्ट गर्छ जसले हामीलाई पैसा दिनु छ, त्यो भयो। अनि अरू को हुने भयो, क्रेडिटर्स। क्रेडिटर्स भनेको त जसलाई हामीले पैसा दिनु छ, हामीले कसैबाट उधारो सामान किन्यौँ, अब हामीले तिनीहरूलाई पैसा दिनु छ भने हामी के भयो, क्रेडिटर्स भयो। तिनीहरू के भयो, क्रेडिटर्स भयो त होइन। अब तिनीहरूलाई हामीले पैसा दिनुपर्छ, हो यो पनि रिप्रेजेन्टेटिभ भयो। अब अर्को हुन्छ आउटस्ट्यान्डिङ। आउटस्ट्यान्डिङ एक्सपेन्सेस भने के, एक्सपेन्सेस है त। आउटस्ट्यान्डिङ एक्सपेन्सेस भने के भन्दा, इक्जाम्पल जस्तै यो मन्थको रेन्ट तिर्न बाँकी छ अरे, मैले यो मन्थ कटिसक्यो तर मैले रेन्ट दिएको छैन यसको भनेपछि त्यसको के अरे रेन्ट तिर्न बाँकी छ भने त्यसलाई आउटस्ट्यान्डिङ भन्छ कि। आउटस्ट्यान्डिङ कुनै कुराको मिति चुकिसक्यो तर त्यसको के त पैसा दिनै बाँकी छ भने त्यसलाई आउटस्ट्यान्डिङ भन्छ होइन। अब त्यस्तै भयो आउटस्ट्यान्डिङ। त्यस्तै अर्को के हुन्छ त, प्रिपेड। प्रिपेड एक्सपेन्सेस, प्रिपेड भनेको अर्को महिनाको रेन्ट पनि अहिले तिर्दियौँ भने हामीले त्यसलाई प्रिपेड भन्छ है त। प्रिपेड होइन, कुनै कुराको के अरे अमाउन्ट चाहिँ पहिल्यै तिरिसक्यो तर त्यसको काम हुन बाँकी छ, त्यसलाई भन्छौँ प्रिपेड। अथवा एडभान्स दियौँ कसैलाई तर त्यसको कामै हुन बाँकी छ भने चाहिँ त्यो पनि कसलाई रिप्रेजेन्ट गर्छ त, यस्तो ग्रुप अफ पिपुललाई रिप्रेजेन्ट गर्छ जसलाई हामीले पैसा तिरिसकेका छौँ तर त्यसको काम हुन बाँकी छ। जस्तै अर्को के हुने भयो, ब्याङ्क हुने भयो। ब्याङ्कले कसलाई रिप्रेजेन्ट गर्छ, जसको खाता छ त्यसलाई रिप्रेजेन्ट गर्छ होइन, त्यही भएर ब्याङ्क हुने भयो। यसमा पर्सनल अकाउन्टमा यिनीहरू हुन्छ। पर्सनल अकाउन्टमा कि पर्सन हुने भयो, रामहरि श्याम। कम्पनीज हुने भयो होइन, एबिसिडी कर्पोरेसन, जससँग तिमीहरूले एउटा कम्पनीले बिजनेस ट्रान्जेक्सनहरू गर्छ होइन। एबिसी ट्रेडर्स, एक्सवाइजेड कम्पनी, स्कुल, गभर्मेन्ट होइन, जस्तो पनि हुनसक्छ। अब अर्को भनेको रिप्रेजेन्टेटिभ हुने भयो। रिप्रेजेन्टेटिभ भनेको यस्तो हो यस्तो अकाउन्ट हो जसले एउटा पर्सन अथवा ग्रुप अफ पर्सनलाई रिप्रेजेन्ट गर्छ, त्यसलाई रिप्रेजेन्टेटिभ अकाउन्ट भनिन्छ होइन। यसको रुल के त, अघि हेरौँ, डेबिट द रिसिभर, क्रेडिट द गिभर। अर्को सेकेन्डमा हेरौँ त हामीले, फर्स्टमा पर्सनल अकाउन्ट हेऱ्यौँ, अब सेकेन्डमा हामी रियल अकाउन्ट हेर्छौँ हो त। रियल अकाउन्ट, रियल अकाउन्टको रुल के छ त, यसमा के आउँछ, एसेट्स आउँछ है। एसेट्स भनेको कम्पनीको सम्पत्तिहरू, कम्पनीको सम्पत्तिहरू। अब यसको रुल के छ, डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट है त। यसमा के छ, डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट। एसेट्स भनेको सम्पत्ति, कि सम्पत्ति आउँछ कि सम्पत्ति जान्छ। अब एसेट्समा के पर्छ त, एसेट्सहरू के हुन सक्छन्, जस्तै ल्यान्ड भयो कम्पनीको होइन, बिल्डिङ, मसिनरी हुने भयो, मसिनरी, भेहिकल होइन। अरू के हुन सक्छ, अर्को हुन सक्छ क्यास। क्यास पनि के हो, एसेट्स हो। एसेट्स भनेको सम्पत्ति। अर्को हुने भयो गुडविल। गुडविल भनेको कम्पनीको रेपुटेसन होइन। गुडविल, कपिराइट, ट्रेडमार्क होइन, यस्तो कुराहरू होइन। त्यसलाई रियल अकाउन्ट भन्छौँ। डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट। अर्को थर्ड नम्बरमा आयो हाम्रो नोमिनल अकाउन्ट।
यसले के रेकर्ड गर्छ त एक्सपेन्सेस र इन्कमहरूलाई इन्कम अकाउन्टहरू हेर्छ है त। अब एक्सपेन्सेसमा के आउँछ त यसको रुल के पहिला हेरौँ। डेबिट अल एक्सपेन्सेस एन्ड लसेस, क्रेडिट अल इन्कम एन्ड गेन्स भनेको छ है यसको रुल। अब एक्सपेन्सेसभित्र के हुन्छ, स्यालेरी हुनसक्छ होइन, इम्प्लोइलाई स्यालेरी दिनुपर्छ, अनि घर भाडा अथवा फ्याक्ट्रीको रेन्ट हुने भयो होइन, इलेक्ट्रिसिटी अरू के हुने भयो, अफिस एक्सपेन्सेस, त्यस्तो कुराहरू सबै के हुने भयो, एक्सपेन्सेस हुने भयो। अर्को के हुने भयो, लस बाई थेफ्ट होइन, एक्सिडेन्ट, फायर होइन, लस केले हुनसक्छ त्यो हुनसक्छ। अनि अर्को लस अन सेल अफ एसेट्स, केही पुरानो एसेटहरू केही बेच्यौँ भने होइन, त्यसमा भ्यालु घटेर लस भयो अरे, त्यसको लागि पनि के हुन्छ, एक्सपेन्सेस हुने भयो त्यो हाम्रो लागि। अरू इन्कम्समा के हुने भयो त, के हुन्छ, जस्तै कमिसन हुनु, कमिसन रिसिभ होइन, इन्ट्रेस्ट रिसिभ, प्रॉफिट अन सेल अफ एसेट्स, यस्तो कुराहरू इन्कममा आउने भयो। ल नोमिनलको के त, अल एक्सपेन्सेस एन्ड लसेस डेबिट, अल इन्कम एन्ड गेन्स क्रेडिट। ल एकचोटि फेरि रिपिट गरौँ है त। ट्रेडिसनल रुलमा के हुन्छ, सबै अकाउन्टहरू तिनवटा भागमा क्याटेगोराइज गरे हुन्छ। त्यसमा फर्स्ट हो पर्सनल अकाउन्ट, सेकेन्डमा रियल अकाउन्ट, थर्डमा नोमिनल अकाउन्ट। पर्सनल अकाउन्टमा पिपुल, फर्म अथवा रिप्रेजेन्टेटिभ हुन्छ, जसको रुल के छ, डेबिट द रिसिभर, क्रेडिट द गिभर। अनि अर्को रियल अकाउन्ट, रियल अकाउन्टमा के हुन्छ, एसेट्स, कम्पनीको सम्पत्तिहरू। यसको रुल के छ, डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट। अर्को हुन्छ नोमिनल अकाउन्ट, नोमिनलले के रेकर्ड गर्छ, एक्सपेन्सेस एन्ड इन्कम। यसको रुल के छ, डेबिट अल एक्सपेन्सेस एन्ड लसेस, क्रेडिट अल इन्कम एन्ड गेन्स। अब मोडर्न रुल हेरौँ है त। ल यसको रुल के छ त, अल एक्सपेन्सेस एन्ड लसेस इन्क्रिज भयो भने डेबिट है त, यो याद राख्ने। अनि अल लाइबिलिटिज, क्यापिटल एन्ड इन्कम, यसलाई सर्टकटमा एलआइसी पनि भन्छौँ है त, हामी सर्टकटमा एलआइसी भन्छौँ, त्यो इन्क्रिज भयो भने के त, क्रेडिट। यति कुरा याद राखे पुग्यो, यति कुरा याद राख्नु है त। एक्सपेन्सेस, लसेस र एसेट इन्क्रिज भयो भने डेबिट, लाइबिलिटिज, क्यापिटल र इन्कम इन्क्रिज भयो भने क्रेडिट। यसको अपोजिट अरू त थाहा भइहाल्छ, यसको अपोजिट हुन्छ है त। यो डिक्रिज भयो भने के हुन्छ, क्रेडिट जान्छ, अनि यो डिक्रिज भयो भने डेबिट जान्छ। सो मेन कुरा याद राख्ने भने यति नै हो। एसेटमा के आउँछ, एसेट्स भनेको के हो, कम्पनीको सम्पत्ति। एक्सपेन्सेस लसेस भने बुझिहाल्यो। अब लाइबिलिटिज के हो त, लाइबिलिटिज हेरौँ है त। लाइबिलिटिज भनेको के त, लाइबिलिटिज भनेको वाट बिजनेस हेज टु पे टु अदर्स है त। बिजनेसले अरूलाई केही पे गर्नु छ भनेपछि त्यसलाई हामी के भन्छौँ, लाइबिलिटिज भन्छौँ है त। लाइबिलिटिजमा के हुनसक्छ त, माथिकै कुराहरू छ, जस्तै क्रेडिटर्स अघि भनेको थियौँ, जसलाई हामीले पैसा दिनु छ तिनीहरू के हो त, क्रेडिटर्स भन्छौँ हामी तिनीहरूलाई। त्यो एउटा लाइबिलिटिज, पैसा दिन बाँकी है त। वाट बिजनेस हेज टु पे टु अदर्स, यसलाई के पनि भन्छौँ हामी, अकाउन्ट पेएबल्स पनि भन्छौँ है त।
अघि हामीले माथि हेरेको थियौँ क्रेडिटर्स भनेको जसलाई हामीले पैसा चुकाउन बाँकी छ। अर्को के हो ब्याङ्क ओभरड्राफ्ट। जस्तै ब्याङ्कबाट हामीले के अरे आफ्नो अकाउन्टमा भएको भन्दा बढी पैसा लगेछौँ होइन, पैसा लगेछौँ र तिर्न बाँकी छ भनेपछि त्यसलाई ब्याङ्क ओभरड्राफ्ट भन्छ है त। त्यो पनि के हो हाम्रो लायबिलिटिजमा पर्छ, तिर्नै पर्ने हुन्छ, पछि गएर तिर्नुपर्ने हुन्छ होइन। अर्को हुन्छ सर्ट टर्म लोन लगाएको छौँ हामीले होइन, त्यो पनि हामीले तिर्नुपर्ने हुन्छ। अर्को हुन्छ ट्याक्स पेएबल्स, गभर्मेन्टलाई ट्याक्स तिर्नुपर्ने हुन्छ हाम्रो होइन, त्यो पनि के हो लायबिलिटी हो, हामीले तिर्नै पर्छ पछि गएर। अर्को के हुन्छ लङ टर्म लोन्स पनि हुन्छ, लङ टर्म लोन्स। अब अर्को हुन्छ होइन डिभेन्चर्स पनि हुन्छ हाम्रो, डिभेन्चर्स बोन्ड्स। डिभेन्चर्स भनेको के त हामीले पब्लिकसँग के लोन लग्यौँ होइन, पब्लिकसँग लोन लग्यौँ भने त्यसलाई के भन्छ डिभेन्चर्स भन्छ है त। बोन्ड्स पनि सिमिलर टु डिभेन्चर्स हो तर अलि सेक्योर हुन्छ अलिकति होइन, अलिकति सेक्योर हुन्छ। ल अर्को यसलाई हामी के भन्छौँ लायबिलिटिज भन्छौँ होइन त। अब क्यापिटल भनेको के त, क्यापिटल भनेको वाट बिजनेस ओनर टु द अर्गनाइजेसन होइन हो। अब बिजनेस ओनरले होइन कम्पनीमा क्यास हाल्यो, क्यास इन्भेस्ट गर्यो भने त्यसलाई के भन्छौँ हामी क्यापिटल भन्छौँ। तिनीहरूको बिजनेस ओनरको अकाउन्टलाई हामी के भन्छौँ त क्यापिटल भन्छौँ। यो कुरा याद राख्नु है त। क्यापिटल के हो त, यो एक किसिमको इन्टरनल लायबिलिटी हो है बिजनेसको लागि। क्यापिटल अनि इन्कम भनेको के हो त्यो त बुझेकै होला। ल मोडर्न रुल के छ त, एसेट एक्सपेन्सेस लसेस इन्क्रिज भयो भने डेबिट, डिक्रिज भयो भने क्रेडिट। अनि अर्को के छ एलआइसी, सर्टकटमा यसलाई एलआइसी भनेर बुझ्नु होइन। लायबिलिटिज इन्कम क्यापिटल इन्क्रिज भयो भने क्रेडिट अनि डिक्रिज भयो भने डेबिट है त। ल अब हामी क्वेसनतिर लागौँ है त। इन्टर द फलोइङ ट्रान्जेक्सन्स इन द जर्नल अफ मनोहर लाल एन्ड सन्स भनेको छ है त। अब हाम्रो यो के छ इन द बुक्स अफ मनोहर लाल एन्ड सन्स एज अन डेट लेख्ने, यो चाहिँ के हो जर्नलको ढाँचा हो, जर्नलको फर्मेट हो है त। यो फर्स्टमा के हुन्छ डेट हुन्छ, त्यसपछि पार्टिकुलर्स, त्यसपछि लेजर फोलियो नम्बर है, योमा अहिले केही गर्नु पर्दैन। अर्को हुन्छ डेबिट र क्रेडिट, यो डुअल एस्पेक्ट्स भने यो डेबिट र क्रेडिट है त। ल फर्स्ट ट्रान्जेक्सन हेरौँ है त। डेट के छ त 2023 मार्च 1 मा के गरे त। अब मनोहर लाल एन्ड सन्स स्टार्टेड बिजनेस विथ क्यास। अघि के भनेको थियौँ इन्भेस्टर अथवा ओनरले बिजनेसमा क्यास ल्यायो भने त्यसलाई के भन्छ क्यापिटल भन्छ होइन। अब पहिला क्यासलाई हेरौँ है त। क्यास के हो त बिजनेसमा, क्यास के हो त एउटा एसेट हो, बिजनेसको सम्पत्ति हो। क्यास बढ्यो होइन, क्यास बढ्नु भनेको एसेट बढ्नु, एसेट बढ्यो भने रुल के छ एसेट डेबिट है त, एसेट डेबिट। अथवा ट्रेडिसनल अप्रोचमा के थियो एसेटमा वाट कम्स इन डेबिट रियल अकाउन्ट होइन, एट वाट कम्स इन डेबिट वाट गोज आउट क्रेडिट। बिजनेसमा के आयो त क्यास आयो, त्यही भएर त्यो डेबिट क्यास, क्यास अकाउन्ट
अनि स्पेस दिएर डेबिट लेख्ने है त, सर्टकटमा डिआर। अब क्रेडिटमा के गर्ने, अलिकति स्पेस छोडेर टु लेख्ने। टुले केलाई रिप्रेजेन्ट गर्छ त, क्रेडिटलाई रिप्रेजेन्ट गर्छ है त जर्नलमा अथवा अकाउन्टिङमा, पुरै होल अकाउन्टिङमा टुले केलाई रिप्रेजेन्ट गर्छ, क्रेडिटलाई रिप्रेजेन्ट गर्छ। टु टु के त अघि के भनेको थियौँ हामीले, बिजनेसमा ओनरहरूले क्यास ल्यायो भने त्यसलाई क्यापिटल भन्छ, लाइबिलिटिज क्यापिटल इन्कम इन्क्रिज भयो भने के हुन्छ, क्रेडिटमा जान्छ, त्यही भएर क्रेडिटमा के आउँछ, क्यापिटल अकाउन्ट क्रेडिटमा जान्छ है। यो कुरा एकदम ध्यान दिनु होला। बिजनेसमा क्यापिटल इन्ट्रोड्युस भयो भने त्यसलाई के भन्छ, क्यास इन्ट्रोड्युस भयो भने बिजनेसमा त्यसलाई के भन्छ, क्यापिटल भन्छ है त। अब हामीले यसलाई न्यारेसन पनि दिनुपर्छ है त, यसमा बिङ क्यास इन्भेस्टेड इन्टु बिजनेस होइन। ल यो यसरी लेख्दा हुन्छ। अब अघि ड्युल एस्पेक्ट्स, डबल इन्ट्रीमा के भनेको छौँ, एउटा ट्रान्ज्याक्सनको ड्युल एस्पेक्ट्स हुन्छ, एउटा डेबिट हुन्छ एउटा क्रेडिट हुन्छ। ल डेबिट क्रेडिट भयो, अनि त्यसको अमाउन्ट पनि इक्वल हुन्छ, डेबिट अलवेज इक्वल्स टु क्रेडिट होइन। यहाँ 60,000 छ, यहाँ पनि के छ, 60,000 छ, त्यो बुझ्यौँ होइन। अब मार्च 2मा जाउँ है त, मार्च 2। मार्च 2मा के छ, पर्चेस्ड फर्निचर फर क्यास। फर्निचर के हो त, बिजनेसको एसेट्स हो, एसेट बढ्यो भने के हुन्छ, डेबिट हुन्छ, अघि हामीले पढाएको थियौँ होइन। वाट कम्स इन डेबिट, वाट गोज आउट क्रेडिट, रियल अकाउन्ट ट्रेडिसनल अनुसार वाट कम्स इन, फर्निचर कम्स इन होइन, फर्निचर कम्स इन डेबिट। अब हामी यसलाई के लेख्छौँ, फर्निचर अकाउन्ट डेबिट लेख्छौँ, अलिकति ठाउँ छोडेर टु। टु के लेख्छौँ त, हाम्रो क्यास पनि के हो त, एसेट्स हो, क्यास के भएछ, डिक्रिज, क्यास आउटफ्लो भइरहेछ, डिक्रिज भइरहेछ भने एसेट डिक्रिज हुनुको मतलब क्रेडिट, त्यसलाई के गर्छौँ हामी, क्रेडिटमा क्यास अकाउन्ट लेख्छौँ है त। अथवा ट्रेडिसनल रुल्स अनुसार रियल अकाउन्टको के थियो, वाट कम्स इन डेबिट, वाट गोज आउट क्रेडिट, क्यास गोज आउट, त्यसैले क्रेडिट। अब यहाँ न्यारेसनमा के लेख्छौँ हामी, बिङ फर्निचर पर्चेस्ड होइन, फर क्यास, यो लेख्ने। यसको अमाउन्ट कति छ, 10,000, क्रेडिटमा पनि 10,000 है त। मार्च 3 पर्चेज गुड्स फर क्यास हो नि त। अब अघिको जस्तै गुड्स किन्नलाई हामीले क्यास दियौँ, क्यास के हो त, एसेट, एसेट डिक्रिज भयो क्रेडिट, अथवा वाट गोज आउट क्रेडिट, स्पेस दिएर टु क्यास अकाउन्ट लेख्छौँ होइन हामीले। अब डेबिटमा के आउँछ त, गुड्स होइन, हामीसँग के, वाट कम्स इन गुड्स, गुड्स कम्स इन। अब गुड्स हाम्रो लागि के हो त, एउटा बिजनेसको एसेट्स पनि हो, तर हामी यसमा गुड्स लेख्दैनौँ है त। गुड्स को सट्टा हामी के लेख्छौँ, पर्चेज या सेल्स लेख्छौँ है त। गुड्स आइरहेछ, के अरे पर्चेज गरेको छ भने पर्चेज लेख्छौँ, गुड्स सेल्स गरेको छ भने सेल्स अकाउन्ट लेख्छौँ है त। गुड्सको अकाउन्ट भनेर लेख्दैनौँ, जस्तै हामीले यहाँ गुड्स अकाउन्ट भनेर लेख्दैनौँ है त। यो लेख्यो भने के हुन्छ, रङ हुन्छ, त्यही भएर हामी के लेख्छौँ त, यहाँ पर्चेज गरेको छ भने पर्चेज अकाउन्ट लेख्छौँ, सेल्स गरेको छ भने सेल्स अकाउन्ट्स लेख्छौँ, पर्चेज अकाउन्ट डेबिट। अब न्यारेसनमा के लेख्ने त, बिङ गुड्स पर्चेस्ड, अमाउन्ट कति छ त, 25,000, यहाँ पनि 25,000 है त। ल अर्को के भयो, मार्च 4 भयो। अब मार्च 4मा के छ, बट गुड्स फ्रम कमलेस है त।
कमलेसबाट हामीले के किन्यौँ त गुड्स किन्यौँ भन्यो। अब गुड्स आयो मतलब अघिकै के छ त गुड्स आउनु भनेको एसेट बढ्नु हो। एसेट बढेपछि डेबिट हुन्छ। त्यसमा हामी गुड्स लेख्दैनौँ, पर्चेज अकाउन्टमै लेख्छौँ है त। पर्चेज अकाउन्ट डेबिट टु यहाँ के भनेको छ बट गुड्स फ्रम कमलेस क्यासमा भनेको छैन है त। यहाँ गुड बट्स फर क्यास भनेको छैन। क्यास भनेको छैन भनेपछि यहाँ के छ डाइरेक्ट मान्छेको नाम छ जोबाट हामीले गुड्स किनेका थियौँ भनेपछि यो हामीले केमा किन्यौँ त उधारोमा सामान किनेका छौँ भनेपछि कमलेस के हुने भयो हाम्रो लागि क्रेडिटर हुने भयो है त। कमलेस के हुने भयो क्रेडिटर जसलाई हामीले पैसा दिनुपर्ने छ। क्रेडिटर भएपछि के हुन्छ त यो हाम्रो लागि लायबिलिटी। लायबिलिटी भनेपछि लायबिलिटी इन्क्रिज भयो भने के हुन्छ लायबिलिटी इन्क्रिज हुनुको मतलब क्रेडिट। त्यही भएर अब हाम्रो यहाँ के हुन्छ कमलेस के हुन्छ क्रेडिटमा जान्छ। हामी यसको नाम लेख्छौँ कमलेस अकाउन्ट है त। अथवा हामीले के भनेको थियौँ डेबिट द रिसिभर क्रेडिट द गिभर पर्सनल अकाउन्टमा मान्छेको अकाउन्ट नाम छ भनेपछि ट्रेडिसनल अप्रोचमा के भनेको थियौँ डेबिट द रिसिभर क्रेडिट द गिभर। यहाँ गिभरको छ त कमलेस गिभर भएर क्रेडिटमा जान्छ। अब नेरेसनमा हामी के लेख्छौँ बिङ गुड्स बट फ्रम कमलेस है त। कतिको 15,000 को हो 25-15 हो। यस्तै अब के हुनुभयो मार्च 5 मा जाउँ है त। अब 5 पेड क्यास टु कमलेस। अब अर्को दिन है त मार्च 4 मा हामीले उधारोमा गुड्स किन्यौँ। मार्च 5 मा हामीले त्यसलाई क्यास दियौँ है त। क्यास आउटफ्लो भयो क्यास एसेट्स हो। क्यास एसेट डिक्रिज भयो भने के हुन्छ क्रेडिटमा जान्छ। अथवा वाट कम्स इन डेबिट वाट गोज आउट क्रेडिट क्यास गोज आउट क्रेडिट टु क्यास अकाउन्ट लेखौँ है त। अब डेबिटमा के हुने भयो त अघि के थियो कमलेस क्रेडिट थियो जब हामीलाई त्यसले हामीले पैसा दिनुपर्ने थियो उधारोमा सामान किनेको थियो पैसा दिन बाँकी थियो लाइबिलिटी थियो। अब लाइबिलिटी बढ्यो भने के थियो क्रेडिटमा जान्थ्यो। अब लाइबिलिटी घटिरहेछ भने क्रेडिटमा डेबिटमा जाने भयो। अथवा डेबिट द रिसिभर क्रेडिट द गिभर। अब रिसिभरको भयो त क्यासको कमलेस भयो। कमलेस के हुन्छ डेबिट हुन्छ। अकाउन्ट डेबिट लेख्ने भयो त। अब हामी न्यारेसन के लेख्छौँ बिङ क्यास पेड टु कमलेस है नि त। कति 15,000 नै पुरै चुकाइदिउँ ल। अब अर्को आयो मार्च 6। मार्च 6 मा के छ पर्चेज गुड्स फ्रम सोहन अहिलेको जस्तै पर्चेजमा गुड्स आयो भनेको एसेट वाट कम्स इन डेबिट। अब गुड्सलाई हामी के लेख्छौँ पर्चेज छ भने पर्चेज अकाउन्ट सेल्स छ भने सेल्स अकाउन्ट। पर्चेज अकाउन्ट डेबिट टु के त डेबिट द रिसिभर क्रेडिट द गिभर। यहाँ कसले दिइरहेछ सोहनले दिइरहेछ टु सोहन क्रेडिट। अथवा लाइबिलिटी इन्क्रिज भयो लाइबिलिटी इन्क्रिज हुनुको मतलब क्रेडिट। लाइबिलिटिज इन्क्रिज भयो भने क्रेडिटमा जान्छ। अमाउन्ट चाहिँ 6,000। अब यसको नेरेसन के लेख्छौँ बिङ गुड्स पर्चेस्ड फ्रम सोहन है नि त। मार्च 7 मा के छ पेड रेन्ट फर द अफिस हैन रेन्ट फर द अफिस
ल यसमा रेन्ट के भयो त रेन्ट हाम्रो लागि के भयो त अहिले एक्सपेन्स भयो एक्सपेन्स अल एक्सपेन्सेस एन्ड लसेस के हुन्छ डेबिट हुन्छ होइन अल एक्सपेन्सेस एन्ड लसेस डेबिट अल इन्कम एन्ड गेन्स के हुन्छ क्रेडिट हुन्छ के अनुसार नोमिनल अकाउन्ट अनुसार अथवा मोडर्न अप्रोचमा के छ अल एसेट्स एक्सपेन्सेस लसेस इन्क्रिज भयो भने डेबिट त्यही भएर रेन्ट हाम्रो लागि के भयो त डेबिट भयो रेन्ट अकाउन्ट डेबिट टु अब के छ पेड भनेपछि हामीले क्यास तिर्यो होइन क्यास तिर्यौँ वाट कम्स इन डेबिट वाट गोज आउट क्रेडिट क्यास अकाउन्ट अथवा क्यास के हो त एसेट हो एसेट डिक्रिज हुनुको मतलब क्रेडिट जे लेख्दा पनि हुन्छ जस्तै 1000 हजुरलाई जस्तो सजिलो तरिका मोडर्न अप्रोच अथवा ट्रेडिसनल अप्रोचमा जुन सजिलो लाग्छ त्यही के गर्दा हुन्छ हजुरले रिमेम्बर गर्दा हुन्छ है त बिङ रेन्ट पेड फर अफिस है त ल अब टोटल गरौँ टोटलमा डेबिट र क्रेडिट इक्वल हुनुपर्छ है त 60 70 होइन 70 80 90 95 110 125 31 32 132 है त 132 ल यो भयो अब हामी क्वेसन नम्बर 2 मा जान्छौँ है त क्वेसन नम्बर 2 मा enter the following transactions in the journal of Sahil Bros भनेको छ है हामी के लेख्छौँ त अब in the books of Sahil Bros as on 22 October लेख्छौँ है त डेट पार्टिकुलर एलएफ डेबिट क्रेडिट है त अब आयो 2022 अक्टोबर 1 परचेज गुड्स फ्रम अनिल फर क्यास क्यासमा क्यास दियौँ गुड्स आयो मतलब एसेट वाट कम्स इन डेबिट वाट गोज आउट क्रेडिट है त अब गुड्स पर्चेस गरेको छ भने के भनेको थियो हामीले पर्चेज अकाउन्ट लेख्छौँ भनेको थियो है त अब पर्चेज अकाउन्ट डेबिट ड्यास टु के गयो त वाट कम्स इन डेबिट वाट गोज आउट क्रेडिट क्यास गयो क्यास के हुन्छ क्रेडिट हुन्छ है त 40,000 अर्को क्यास एसेट हो एसेट डिक्रिज भयो भने क्रेडिट हुन्छ है त अब हामी के लेख्छौँ बिङ गुड्स पर्चेस्ड फर क्यास ल अर्को आयो मार्च 3 ओ मार्च होइन अक्टोबर 3 सरी अक्टोबर 3 के छ त पर्चेस गुड्स फ्रम अतुल यहाँ क्यासमा भने होइन है क्यासमा भने होइन भने चाहिँ यो के हो अतुलबाट हामीले क्रेडिटमा के किन्यौँ त गुड्स किन्यौँ गुड्स आयो भने के भयो पर्चेज अकाउन्ट लेख्ने हो नि त पर्चेज अकाउन्ट डेबिट टु डेबिट द रियल अकाउन्ट होइन के अरे पर्सनल अकाउन्टमा के छ डेबिट द रिसिभर क्रेडिट द गिभर हुन्छ है त हामीलाई कसले सामान दिइरहेछ अतुल के हुन्छ त हाम्रो लागि अब क्रेडिट हुन्छ अथवा अतुल के हो त क्रेडिटर हामीले जसलाई पैसा दिनुपर्ने छ उधारमा सामान किनेछौँ दिनुपर्ने छ अतुल हाम्रो लागि के भयो त क्रेडिटर भयो क्रेडिटर भनेको के हो त लाइबिलिटी हो लाइबिलिटी इन्क्रिज हुनुको मतलब क्रेडिट लाइबिलिटी इन्क्रिज हुनुको मतलब क्रेडिट है त
लाइबिलिटी इन्क्रिज क्रेडिट लाइबिलिटी क्यापिटल इन्कम इन्क्रिज भयो भने के हुन्छ क्रेडिट हुन्छ है त अब अतुल हामी यहाँ के लेख्छौँ अतुल लेख्छौँ अतुल अकाउन्ट बिङ गुड्स पर्चेस्ड फ्रम अतुल कतिको 75,000 ल अक्टोबर 6 मा के भनेको छ रिटर्न गुड्स टु अतुल अब केही गुड्सहरू के त खराब थियो होला ड्यामेज थियो होला अब त्यो अतुललाई रिटर्न गरिदिउँ है त अब यसमा सिम्पली के छ रिभर्स गरिदिने त हो नि जस्तै अघि के थियो अघि अतुल के अरे क्रेडिटमा थियो अब डेबिटमा जान्छ है त होल अकाउन्ट टिआर डेबिट द रिसिभर क्रेडिट द गिभर अहिले रिसिभरको छ अतुल छ अथवा हाम्रो लायबिलिटी के भयो डिक्रिज भयो हुनुको मतलब डेबिट टु पर्चेज अकाउन्ट पर्चेज रिटर्न अकाउन्ट है त पर्चेज रिटर्न अकाउन्ट बिङ गुड्स रिटर्न टु अतुल कति 3,000 को सामान के गरिदिउँ हामीले रिटर्न गरिदिउँ अक्टोबर 8 आयो अब होइन पेड क्यास टु अतुल अतुललाई अब के गरिदिउँ त हामीले क्यास तिर्दिउँ अतुललाई के गर्नु क्यास तिर्यौँ कति डेबिट द रिसिभर है त अतुल के भयो त अहिले रिसिभर पर्सनल अकाउन्टमा अतुल रिसिभर अथवा हाम्रो के भयो लाइबिलिटी डिक्रिज भयो अतुल क्रेडिटर थियो क्रेडिटर भनेको जसलाई हामीले पैसा दिनुपर्ने त्यसलाई पैसा दियौँ भनेपछि हाम्रो लाइबिलिटिज घट्यो लाइबिलिटिज घट्नुको मतलब डेबिट अकाउन्ट डिआर टु क्यास क्यास के भयो त गयो वाट कम्स इन डेबिट रियल अकाउन्टमा वाट गोज आउट क्रेडिट अथवा क्यास एसेट्स हो एसेट डिक्रिज हुनु भयो डिक्रिज मतलब क्रेडिट है त क्यास अकाउन्ट लेख्छौँ बिङ क्यास पेड टु अतुल लेख्नु कति 50,000 तिरौँ है त अब आयो अक्टोबर 10 सोल्ड गुड्स टु चारु होइन अब सेल्स गऱ्यौँ गुड्स टु चारु डेबिट द रिसिभर क्रेडिट द गिभर अथवा चारु के हो त हाम्रो लागि डेप्टर भयो अहिले जसबाट हामीले पैसा लिनु छ किनभने हामीले त्यसलाई गुड्स बेचेछौँ डेप्टर भनेको के हो एसेट एसेट बढ्नु भनेको के हो डेबिट हो त्यसरी बुझ्दा पनि हुन्छ अथवा रियल अकाउन्टमा के अरे पर्सनल अकाउन्टमा के हुन्छ डेबिट द रिसिभर क्रेडिट द गिभर चारु के भयो त हाम्रो लागि रिसिभर भयो अब टु अघि के भनेको थिएँ गुड्स पर्चेस भयो भने पर्चेस अकाउन्ट लेख्ने सेल्स भयो भने सेल्स अकाउन्ट लेख्ने है त सेल्स अकाउन्ट बिङ सोल्ड चारु पर क्यास भनेको छैन भनेपछि हामीले केमा क्रेडिटमा चारुलाई सामान बेच्यौँ कतिको 1,00,000 को है त अब के आउनु भयो अक्टोबर 12 चारु रिटर्न 20% अफ द गुड्स भनेको छ है त
अब अहिलेको उसलाई के अरे फ्लिप गरिदिने, अपोजिट गरिदिने है त अहिलेको ट्रान्जेक्सन। अघि सेल्स के थियो, क्रेडिटमा थियो, अब सेल्स रिटर्न के हुन्छ, डेबिटमा हुन्छ। अकाउन्ट डेबिट टु चारु अकाउन्ट, रिटर्न बाई चारु है त। 20%, 1,00,000को 20,000 है त, 20,000 रिटर्न भयो। अब अर्को अक्टोबर 15 पेड रेन्ट। रेन्ट भनेको के हो, एक्सपेन्सेस हो। एक्सपेन्सेस इन्क्रिज हुनु भनेको डेबिट के हुन्छ, इन्क्रिज डेबिट हुन्छ। एसेट एक्सपेन्सेस लसेस इन्क्रिज भयो भने के हुन्छ, डेबिटमा आउँछ। भनेपछि रेन्ट, रेन्ट अकाउन्ट डेबिट टु क्यास, क्यास गयो, वाट गोज आउट क्रेडिट, वाट कम्स इन डेबिट, बिङ रेन्ट पेड 20,000, 20,000 अक्टोबर 20 साइल वुड यु फर पर्सनल युज भनेको छ है त। पर्सनल युजको लागि ओनरले होइन आफ्नो बिजनेसबाट केही कुरा क्यास अथवा गुड्सहरू केही निकाल्यो आफ्नो युजको लागि भनेपछि हामी त्यसलाई के भन्छौँ, ड्रइङ्स भन्छौँ, ड्रइङ्स भन्छौँ है त। अब ड्रइङ्स बिजनेसको लागि के भयो त, घाटा भयो, लस भयो अथवा एक्सपेन्स भयो, एसेट एक्सपेन्सेस लसेस इन्क्रिज भयो भने के हुन्छ, हामी त्यसलाई डेबिट लेखिदिन्छौँ, ड्रइङ्स भन्छौँ। टु के लेख्छौँ, टु क्यास अकाउन्ट लेख्छौँ है त। बिङ गुड्स बिङ क्यास ड्रोन फर पर्सनल युज है त। कति, 2,000। यो इम्पोर्टेन्ट छ, यो याद राख्नुलाई। अब अर्को के आयो त, 22 अक्टोबर 22 रमेश विड्रु गुड्स फर पर्सनल युज। फेरि के गर्यो, अर्को ओनरले के गर्यो, गुड्स के गर्यो, कम्पनीबाट निकाल्यो, के को लागि, पर्सनल युजको लागि। यसलाई के भन्छौँ हामी, ड्रइङ्स भन्छौँ होइन। यसमा के, ड्रइङ्स अकाउन्ट डेबिट टु के भयो त, अहिले गुड्स निकाल्यो, गुड्सलाई हामी के भन्छौँ त, पर्चेज भनेर लेख्छौँ होइन त, पर्चेज अकाउन्ट वाट कम्स इन डेबिट, वाट गोज आउट क्रेडिट। बिजनेसबाट के गुड्स गइरहेछ भनेपछि क्रेडिट भयो, अथवा एसेट डिक्रिज भइरहेछ भने क्रेडिट भयो। बिङ गुड्स ड्रन फर पर्सनल युज है त। कतिको, 2,000 2,000को 10, यहाँ कति रहेछ, 10,000। अब यसको टोटल गरौँ है त, हामी कति हुन्छ,
40 75 म मोबाइलमा क्याल्कुलेट गर्छु है त 40,000 प्लस 75,000 प्लस 3,000 हैन प्लस 50,000 प्लस 1 लाख प्लस 20,000 प्लस 20,000 प्लस 10,000 प्लस 2,000 हाम्रो कति आयो टोटल कति आयो त 3,05,000 आयो त 3,05,000 3,05,000 3,05,000 ल यो भयो आजलाई यति नै अरु क्वेशनहरु हामी के गर्छौं त अर्को भिडियोमा लिएर आउनेछौं अहिलेलाई यति नै